अविनारको साइडमा आयो भने हुन्छ। अब चाहिँ मोमो खानुपर्छ हो। दामी अचारसँग ठिकै भयो त। ननालाई चाहिँ लाग्दैन नि मन्जला पुरा यहाँदेखि कडा खायो भने चाहिँ अब दामी भन्छ नि। मन्जला कडा हुँदा त्यस्तै कमेन्ट हुन्छ जहिले पनि त्यो सब्जीमा नुनै लागेन हुन्छ कडा खानुहुन्छ ठिकै छ। ठिकै खानु हो नि त। दामी अब यहाँनिर मोमो बनाएकोले आज खाएर मेसिन दुख्दाखेरि म पठाइदिएँ मन्दिरमा फोनहरू आइरहेको थियो मेसेजहरू पनि अघि बढ्दै थियो। यसलाई नुन पो त मलाई चाहिँ नुन छैन लाउनु पर्दैन सुक्नु कल चाहिँ मेसिन आइरहेको थियो। बुनुले गएर मात्रै खाउँ भन्दैछ। अब उसलाई पर्सिबाट ढिलो हुने रहेछ नि त। हिजो मैले भनेको अब त फेरि कसैको सुँगुर राख्दैन नि त। अब सुँगुर त सके सुँगुरहरूको दाम बढ्यो। झोलङ बजारमा आज सुँगुरको पाठा देखेर दाम सोधेको त उनीहरू त आफै पाल्दै बेच्ने अरे हो नबेच्ने अरे पाठा। सबै क्विन्टल बनाऊ भनेको एप्रिल मेमा तपाईँ चाहिँ कति कता चाहिँ खान्छ तपाईँको चाहिँ 60 किलोसम्म पुग्छ होला। हो यहाँ देख्दै गरेको फोटो भएको छैन मिनाक्षीलाई साह्रै खाएको थियो नि कान्छीले सिकाएकै चाहिँ मलाई खाँदैछ। त्यसो बढिरहेको हाल्नु हुँदैन त्यो माउ त आबोको फेरि बुच्चा खोज्दैन होला नि। आबो खोज्यो भने चाहिँ लाउनु पर्ने नि खास चाहिँ। सुँगुर चाहिँ बिहाउने बनाउँछ नपाउनु रहेछ सुँगुर पाठा चाहिँ। सुँगुर पनि बिहायो कि बिहाएन अब त्यो महँगो पनि त होला अब त झन् कुरा गरेर पछाडिको घरमा जबरजस्ती सुति पठाएको होइन भुली नै भए पनि बरु त्यस्तोहरू चाहिँ ल्याउँदा हुन्छ म चाहिँ भनेर म त फेरि स्याहार्नु सक्दैन नि उयो चाहिँ माउहरू चाहिँ पुरा स्याहार्नु पर्यो नि जन्मिने